केरुङ काठमाडौँ, काठमाडौँ पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। पोखरा रेल आएपछि बेनी जाँदैन। बेनी जाँदा कहाँबाट जान्छ? कुस्मा हुनु परेन? कुस्मा त स्टेसनै हुन्छ। केही वर्षको कुरा हो यो। अब नेपाली खल्तीमा ठ्याम्मै पैसा नभएको त हुँदै हुँदैन। कमाउन पाएन भने त अलिकति भए पनि सरकारले खल्तीमा हालिदिन्छ। होइन भने 76 सालभित्र नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ। रेल आउँछ, पानी जहाज पनि आउँछ, टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ, त्यसको सूचना पनि हुन्छ। सिलिन्डरको फेज समाप्त गरिदिन्छु। घर घरमा चुलामा पाइप पुर्याएर सिलिन्डर कारमा बोकेर, केमा बोकेर, मोटरसाइकलमा बोकेर, साइकलमा